कहाँ आउँछ त्यसरी यार म चाहिँ यहाँ भिडियो खिच्दै तिम्रो चाहिँ मैले त तिमीलाई भिडियो खिच्दै मलाई बिल्ला हान्दिनँ नि केटाहरू यसरी तल झर्दैछन् हाम्रो 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 आजको ट्रेक चाहिँ अब अहिलेसम्मलाई चाहिँ एउटा एडभेन्चर ट्रेक भएको छ यो माथिबाट यहाँ तल आयो यो एडभेन्चर ट्रेक मात्रै यो छुट्टै ट्रेक परेछ यो चाहिँ होइन अब चाहिँ हामी फेरि उताको यो परको बाटो भेटेर माथि हुँदै हुँदै माथिको टपमा चाहिँ जानुपर्छ आजको चाहिँ हाम्रो मेन ट्रेकिङ पोइन्ट चाहिँ त्यो अहिलेसम्मको भएको चाहिँ हाम्रो चाहिँ एउटा एडभेन्चर ट्रेकिङ जुन चाहिँ कि हामीलाई एकदम एउटा हिसाबले गाह्रो पनि भयो अनि एकदमै रमाइलो पनि भयो अनि सबै सकुशल चाहिँ हामी यसरी यहाँ आइपुग्यौँ चाहिँ ल दाइ ल कस्तो भइरहेछ दाइ हाइकिङ थाक्यो दाइ हाम्रो लीला दाइ के भयो आज मासतिर पुगेछ दाइ यार दाइ लीला दाइलाई के भयो त्यही भएन आज त मासतिर छ सबैलाई छोडी अब त यहाँ पनि अलिक शीतल हावाहरू चल्यो घाममा पनि अब चाहिँ अझै मजा आउने भयो अलिक शीतल हो विमलले टी सर्ट पनि लगायो म चाहिँ अघि नै आएको थिएँ यहाँ केटाहरू थाकेर हेरेर मलाई लोत परेको छन् अर्को सानो केटा झन् तल तल सेतो लोत त्यही भनेको बुढो हड्डी भनेको बुढो हड्डी नै हो कि भन्ने केटालाई भन्न चाहन्छ होइन त्यो केटा फिलहाल होइन थाकेर पेलात पर्ने नि डरले हान्ने पछाडि बसेर बिहोस भयो भने के गर्ने अरू बिचरा पर अगाडि बिस्तारै बिस्तारै भन्दै लागेर अगाडि लागेको गफ बेसी दिएर दाइले लाग्छ मजा आइरहेको छ नि होइन मजा आयो ल गुड्छ पसिना आएपछि मजा त्यतिकै आउँछ क्या सबैजनालाई केटाहरू खोइ उता फोटो खिच्दैछन् के हो यार अघि खतरा हिँड्दैछ भनेर थाकेर बस्दैन यार साँच्चै हो र ठिक भइरहेको छ नि होइन सही छ ट्रेकिङ चाहिँ हिँडाइ मस्त दामी स्टार्टिङ भइरहेछ मजा आइरहेछ अहिले मलाई नथाक्दैछ मलाई अलि थाकेपछि के हुन्छ माथि डाँडा पुग्नु पर्ने हामी के हो भन्ने मलाई पनि थाहा छैन अलिक कता लान्छ केटाहरू यहाँ जस्ट पिक्चर हान्न चाहिँ मस्त भइरहेछ नि यहाँ त्यो पानी खानु मिल्छ होला कि होइन पानी खानु मिल्छ होला नि होइन अब पानी खानु मिल्छ हामी चाहिँ यहाँ अब हामी चाहिँ झर्ना आइपुग्यौँ है कहाँ झर्ना आउँछ यता अब झर्ना आइपुग्यौँ पानी बोतल ल्याएन कि है कस्तो झोर भयो आहा यस्तो मजाको मजा कहाँ हुन्छ त्यसरी कहाँ हुन्छ
17 मिनट चाहिँ कस्तो अझै हो हावामा 1 घन्टाको बाटो हो नि 1 घन्टाको बाटो हो नि 20 minutes guys man जति हेऱ्यो नि देखिन भने यार त्यो दामी ठाउँ यहाँ पनि एउटा सानो चाहिँ ताल रहेछ कि केटाहरू प्रोफेसर छ अघि बिहान हामी चढेको पाहाड त्यही हो केटाहरू अनि रेलको पल्टिरबाट अझै नि माथि जान्छ यार मान्छेहरू त्यहाँ अझै नि मान्छे जान्छ क्या माथिहरू अब यहाँ तपाईँहरू त तल झऱ्यो हामी तल अर्को लेक छ यो चाहिँ लामो रात एकदम लामो खालको चाहिँ ताल जस्तो थियो कि यतापट्टिमा जाँदा अरे केटाहरू चाहिँ हिँड्दैछन् अझै अगाडि यहाँको पानी फुल भएपछि चाहिँ यहाँबाट चाहिँ बगेर जाँदो रहेछ आई थिङ्क अहिले माथिबाट हेर्दाखेरि चाहिँ यहाँबाट बगेर चाहिँ हाम्रो तल्लो चाहिँ तालमा चाहिँ पुगेर जस्तो लाग्थ्यो अघि बिहान हामी चढेको डाँडा त्यही हो हाम्रो यस्तो देखिन्छ सिधै ठाडो यार जस चरियो भनौँ न जस्तो तसो चरियो एकदम बिचमा निकै गाह्रो फिलिङ पनि हो थाकियो पनि र एकदम एडभेन्चरस पनि गरियो भनौँ न होइन एकदम मजा आयो हामी अझै हराउन लाग्दैछौँ हाम्रो इन्डियन पोइन्टतिर जुन कि अघि नै हामीले स्टार्ट गरेको कार पार्क हुनेछ ल अब रारा पहिला हिँड्नुपर्छ यदि आयो भने चाहिँ अलिक झोला जुत्ता यस्तो राम्रो जुत्ता ल्याएको 300 रुपियाँको जुत्ता मुजिक गिराएको सबै खत्तम भयो चिल रिल्याक्स गरेर चाहिँ नि केटाहरूले चिल रिल्याक्स हान्नेको के फोटोको पछि भाग्छ यार केटा सब अन्त खाएर नि टन्न भएर नि सब बिजी छन् कि मलाई यार चिल रिल्याक्स गरेर चाहिँ नि केटाहरूले यार चिल रिल्याक्स हान्नेको के फोटोको पछि भाग्छ यार केटा सब अन्त खाएर नि टन्न भएर नि सब बिजी छन् कि मलाई यार यसरी बसेर के खान्छ नि केटाहरूले ओ भेर आए सोल्टी ओ सोल्टी दौडाएर एक लगाइदिएको अरे के भन्छ सोल्टी कता हो कता सोल्टी हेलो 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 फेरि नभन है
होइन अहिलेको चाहिँ वाटरफल नरहेछ त्यहाँ एउटा लेडिज भेट्यो वाटरफल चाहिँ छरेछ नि त तर दुईवटा छ अरे अझै तर सानो सानो छ अरे भन्ने कुरा हो भन्न होइन वाटरफलै नरहेछ कि भन्ने एकछिन त त्यही हो कि भन्ने कुरा मै ढल्ला त के अब यहाँबाट चाहिँ हिँड्नु हिँडेर झरप 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 घरक घुरुक हिँड्नुपर्छ यत्रो लक्का जमाना नहिँडेर चाहिँ कहिले के गर्छ होइन यस्तो पावरको साथ हिँड्नुपर्छ केटा हो आजको सेकेन्ड डेको एडभेन्चर अनि हाइकिङ पनि खतरा भइरहेछ दामी मजा आइरहेछ हामी मौसमले पनि एकदम दामी साथ दिएछ नि त एकदम घमाइलो दिन अनि शीतल हावा आमामा यस्तो मजा आउँछ यार त्यही पनि हामी भन्दा पछाडि धेरै मान्छेहरू चाहिँ यिनीहरू यत्र आएछ नि त होइन गरप 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 उता पनि अरू पनि गरप गरप जानेछन् सबै गरप 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 हाम्रो केटाहरू पनि गरप 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 गरेर जान्छन् ल या अब यो तल्ला पनि यसरी छोडेर हिँड्दैछौँ यसपालिको लागि यस्तो मजाको छ यस्तो डाँडा काँडाको मुनतिर यस्तो मजाको सफा चाहिँ ताल छ एकछिन केटाहरू पौडी खेले म चाहिँ पौडी खेल्न जान्दैन यसो पानीमा डुबेर बसेँ मजा आयो अझैदेखिको थकानहरू सबै मजाले मेटियो र अब चाहिँ हामी चाहिँ आफ्नो इन्डिम पोइन्टतिर लाग्दैछौँ अघि नै हामी स्टार्टिङ गरेको चाहिँ पिवाइजी भन्ने थियो भन्ने ट्रेकिङ ट्रेल थियो अनि हामी चाहिँ अनि बिचमा गएर हामी एउटा एडभेन्चर ट्रेकिङमा जम्पिङ भयौँ एडभेन्चर ट्रेकिङ जम्पिङ भइसकेपछि फेरि हामी पिवाइजीमा नै आयौँ अनि अहिले चाहिँ हामी चाहिँ फर्किँदाखेरि चाहिँ हामी चाहिँ म्यानर्स भन्ने ट्रेलबाट चाहिँ फर्किँदैछौँ केटाहरू एकदम एकदम खुसियालीको साथ डाँडा काँडाको छेउतिर छरप छरप गर्दै हिँडिरहेको छन् मजाले घाम लागिरहेको छ जोसिलो केटाहरू छन् दिनभरि जोस देखाए अझै पनि जोस केटाहरूको चाहिँ जोस कम भएको छैन त्यसैमा यो मलाई खुसी लाग्छ म बुढालाई त यतिको जोस चल्छ भने हाम्रो भाइहरूलाई कति जोस चल्यो होला भन्ने कुरा चाहिँ म गेस गर्छु अलि नम्बर एनिवे थ्याङ्क यू फर द आवर हेर्नु यस्तो मजाको थियो त त्यही त ल अब चाहिँ झडप 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 झर्नुपर्छ चल्थ्यो र सत्तो तल गएर लेकमा होइन तुम एक डाइभ हानेपछि सब के अरे थकानहरू सखाप हुन्छ
हिजो हिजोको हिजो चाहिँ मन के अरे मनको सागुन पुरा गर्ने मात्र सानो हिजोले निकै मिटायो नि होइन आज चाहिँ पक्का तालमा चाहिँ गएर चट्ट लगाएर पौडिनु जाने अलिक पछितिर पौडी लान् पौड्नु जानेपछि चाहिँ हाम्रो केटाहरू चाहिँ फोटो खिच्नको लागि चाहिँ उहाँ ठाउँ ठाउँको रोड देखिदिन्छन् केटाले मलाई फोटो त खिच्दिनँ नि यार म त फोटोमै नआउने भए यस्तो गरेर हिँड्नु मन छ यस्तो भार लगाएको छ अनि के डेन्जर के भन्ने पो ल्याइदियो यस्तो यस्तो देखाएको छ छिरा के थाक्यो क्या हो छिरा केटा थाकिसक्यो अहिले यार के अरे हामीलाई हावा र घामले एकदम राम्रो मौसम दिइरहेका छन् र यस कारणले चाहिँ मौसम एकदम चकाचक चल्ल भइरहेछ त्यो हामीले चाहिँ आज मौसमबाट बैमान हे भन्ने गीत गाउने भनेर हाम्रो राणाले मादल विमलले चाहिँ तबला म चाहिँ नाच्ने सङ्कलले गीत गाउने भनेको थियौँ अनि सरी अबाउट द्याट आज मौसमबाट बैमान हे किनकि आज मौसम एकदमै रमाइलो चकाचक भइरहेछन् हामी सब्मिटको एकदम लास्ट इन पोइन्टमा पुग्नुको लागि चाहिँ 2 मिनट जस्तो लाग्छ होला हामीले चाहिँ यो ठिक छ कान्छी यसरी आउनुपर्छ ल ठिक छ त्यसो एकदम रमाइलो हुँदैछ हाम्रो हिँडाइ कार्यक्रमहरू अलिकति एकदम होइन घाम लाएर पनि एकदम शीतल हावा छ नि त त्यसले पनि हामीलाई एकदम सहयोग गरिरहेको छ आज मौसम एकदमै राम्रो तरिकाले हामीलाई साथ दिइरहेछ नत्र हामीले आज मौसम के अरे गीत छ नि एउटा भन्ने गीत गाउनु परेन हामीले यही 3 जना केटा मलाई पानी नदिकन फर्कायो पानी देख्ला मलाई लाग्छ यही 3 जना केटा हाँस्छ केटा मजा आइरहेको छ नि होइन मजा आएर मजा नआए फर्केर जाऊ केटा क्या मजा यार निलो ताल हेर्दै शीतल हावामा सारा चिप्पा चिप्पा बियर अन्त सोल्टी सोल्टी बिजी छ अलिकति बियर मजा आइरहेको छ होस् थाक्दा पनि खतरै थाकियो एडभेन्चर पनि खतरै गऱ्यो रमाइलो पनि एकदम रमाइलो भयो है त के भनेको आज टुप्पी पुग्ने माथि टुप्पी पुग्ने किनभने रमाइलो भइरहेछ नि जिन्दगीको मोडमा होइन त्यो त रमाइलो पनि भइरहेछ थाक्नु पनि थाकेछ दाजु ट्रेकिङ हिँड्दाको मजै अर्कै त्यो त मजा आउँछ यहाँ
ला 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 झरना झरना बाटो भित्र मिसाउँदै बनाउने कि बाबा
because this is Flynn. This is a Yeah, Flynn. This is Welsh. So. No. Definitely, you can definitely dye this. Like, I don't think it would be a big deal. You know, apparently I think yeah, the altitude. You never want altitude dye. Yeah, altitude dye. What's that?